होला किन भइदो काइमको यसको छाडो कसते यो एक बल्ला चाहिँ एकदमै टफ जुख तर जी चाहिँ सक्कल जिगु परिवारले सेका सक्कल जिगु माया ए जिगु छौ दृढ निश्चयता धामाली जी मिसा सशक्तिकरण यो लिस बिहात्या त ठाउँ नारी दिवस उपलक्ष्य जी जुन थो मिसा सशक्तिकरण धागा जी शिक्षा स्वास्थ्य जागिर अवसरे सम्मान पहुँच सुनिश्चित यागु जग्गामा खो जी चाहिँ चाहे परम्परागत ज्याखजुईमा सामाजिक ज्याखजुईमा न्यागुली नछगु संसार देखेगु ख थो थजागु संसार चाहे वो मिसा यागु जाति हैसियत पृष्ठभूमि न्यागुहे जुसा थगु मगस पुवंकेगु थगु निर्णय थम यागु स्वतन्त्रता दै थो लिसबिया जी ट्याका जितु जित चाहिँ एकदमै जिगुन थो समाज प्रति छौ दायित्व दुधाका न गहन ज्या छु न अलि नाप्ना पचै जी छुदा दासिमी छम मिसा थगु छे थ मस्तेगु निम्ति जग मखु यदि वो मिसा शिक्षित जुल धासा चाहिँ थगु समुदाय थगु राष्ट्र यागु निम्ति युपा है मजुई बोटी कया नापा लाका तास दे इन मेहनत ख मेहनत के फल जके ठो प्राप्त जीव ख उके ठाउँ नेवा क्षेत्र चाहिँ ठु कठन चाहिँ अनछि म्या मेजु पाखे ठो नेवा शब्द नेन्दुए मन आनन्द व ठाउँ कने चाहिँ झिगु नेवा टेउगु छे विकृति या तुङडु विकृति छुरगा रास मचा निसे उत चाहिँ खे भाषा खन्ना छ नि अले वो मचा चाहिँ त ज्यावी बले मा बौ पिन्त चाहिँ वो मचा चाहिँ छुराई वो सिरुंगा फिरुंगा वो सेका केरुंगा जिमी मान जिमी बान जित चाहिँ नेवा भाषाना मटो जित तस्कय दुखता मा भा वो मा बा पिन्त वो मचा लिपतर गजुयावे रुंगा ताई मा बा पिन्स चाहिँ समाज चाहिँ तस्कय उच्च स्थानीय चोम थे चोंग नेवा भया मलासे खे भाषा चाहिँ खलना छुनी Hello. Nga Vajracharya Jyatana Asan Grihane Niti Ji Isa Thong Jisa Bodhicharya. सर्वप्रथम यहाँ मिस नेवा हुने बहिनी प्रमिसा साक्यज्यूलाई म एकदम बधाई दिन चाहन्छु र त्यस सँगसँगै अरू बहिनीहरूलाई पनि यहाँसम्म पुग्नलाई तपाईहरुलाई जुन आमा बुवाले साथ दिनुभएको छ उहाँलाई म सर्वप्रथम एकदम धन्यवाद दिन चाहन्छु किनभने अहिलेको अभिभावक एकदमै माई डियर अभिभावक भएको छ हाम्रो पालो जस्तो हैन मैले मेरो बुवालाई मैले एउटा इच्छा राखेको थिएँ म चाहिँ एयर होस्टेस बन्न चाहन्छु र बुवा गर्न चोल्यो आँखा पनि उका गर एयर होस्टेस जुवन्यो भनेर भन्नुभयो त्यसपछि फेरि मेरो इच्छा नर्स बन्ने इच्छा थियो बुवा म ड्याडी म नर्स बन्न चाहन्छु भन्दाखेरि त्यसमा पनि मलाई स्वीकृति दिनु भएन सायद मेरो कर्म देशलाई सेवा गर्ने हैन महानगरलाई सेवा गर्ने यो ठाउँमा पुग्ने कारणले गर्दाखेरि मेरो बुवालाई पनि म स्वर्गमा गइसक्नु भएको छ म धन्यवाद दिन चाहन्छु उहाँले रोकेको कारणले गर्दाखेरि पनि त म यो ठाउँमा पुगेँ तर मेरो बुवा र आमाले मैले राजनीति गरेको पत्रै पनि छैन आज दुवै हुनुहुन्न सायद हुनुभएको भए उहाँले गर्वका साथ मेरो छोरी यो ठाउँसम्म पुग्यो भन्ने कुरा चाहिँ उहाँले गर्वान्वित गर्नुहुन्थ्यो होला आज मेरो बुवा आमालाई पनि थ्याङ्क्स भन्न चाहन्छु उहाँको कोखबाट म जन्मिन पाएँ र मेरो महानगरलाई सेवा दिएँ र त्यहाँबाट बिराबारी भएर आएँ
आज बागमती प्रदेशमा सामाजिक विकास मन्त्री भएर मैले सेवा दिइरहेको छु। त्यसमा पनि सामाजिक विकास मन्त्री भनेको ज्येष्ठ नागरिक, महिला, बालबालिका, चेपाङ र त्यसमा सबैभन्दा राम्रो शिक्षा छोएको छ। यो हिसाबमा चाहिँ अहिले बागमती प्रदेश अगाडि बढिरहेछ। म तपाईँलाई जानकारी दिन चाहन्छु। Porque toco pode aqui na polícia saque to losana po bitana ina pina suna sa jito losana po chito pona. Polisi yang sama dia di व्यक्ति तो पिता जे आपसे बना हरि प्रभात हरि सुजयता विवेकानंद तना दिउथे ये अंतिम अवस्था विवेकानंद से जो जलका नापा हना बना दिसना चना थौ जी था से ज्याजले सता संगुदु अलि जी वनी बले चाहिँ जिगो फर्स्ट रनर अप सेकेन्ड रनर अप जग दुदासा थौ बोधिसरिया नेपाल चाहिँ जी फर्स्ट रनर अप सेकेन्ड रनर अप जग मखु जिगु नेसनेवाया ट्यालेन्ट विनर अलि सोशल एम्बेसडर रोनिशा महर्जन वेका पिताना थाना सता दिल यको सुबादे साना जना जिगुथो मिस नेवा नेप्रिसिएसन होम पाखे आयोजना यागुथो 18औं संस्करण ख अलि ठुगु 18औं संस्करण चाहिँ जी दक्ले लिपाङ्गुन हेस मिसा सशक्तिकरण थागु सुख धका जुन हेस तगु ख ओके थगु लिसा बियात्याके दुनी नजित तस कहे लेदा जी निममी जुक्नी थिथि नेवा समुदाय जिल्ला पाखे प्रतिनिधित्व याना भएको ख चोखा पाखे बनेपा पाखे वेकपी चन्द्रागिरी पाखे नजुयादी अलि जी दक्को छताही मुनि बले चाहिँ जिस थथपी थगु थासे ज्याना चोपी गुलीला मेकअप याना सेना चुना दिगुदु गुली चाहिँ अन एन्टरप्रेन्योर ज्यादी जी लक्ष्मी दिदी वेकयु म्यास शुभेच्छा तन जिलुमंका चुना वेकला चाहिँ थगु हे क्लोथिङ ब्रान्ड खोले याना तगुदु जी थथपी सशक्त जुया थगु लजगा कथाला न्याउना चुना गुजु हे जुल तर थो मिस नेवा ज्याजो के चाहिँ जी दक्को नाप्लाना 1.5 महिना तक जिगु राजु नापित सरन जी त नेपाल भाषा यु शिक्षण बिहा दिल अलि झिस चाहिँ यो कोही खन सिकी खन झिना पए प्रशिक्षार्थी पिन्छ चाहिँ यही पुकन हसिका आ अलि नाप चाहिँ झिरोजिन सर चाहिँ झित गु कथा थौ व्यक्तित्व विकास नाप बौद्धिक विकास निसेकाया थे सकल मनुयागु न्हनि नोयागु पर्सनालिटी डेभलपमेन्ट यागु खनस न अलि थजागु ज्याजले चाहिँ बोतिका मा धका थाया छना यो मिसातेको सशक्तिकरण चुनौती अवसर यो विषयले जो अन्तर्क्रियात्मक वना विश्व नारी दिवस उपलक्ष्य यामादया गो गसायो बदे वेगपिचा आयोजना याना दिला वेगपिता इको सुबा अध्यक्ष नापा जी नेपाल देया दुनी विभिन्न राजनीतिक आन्दोलन वो जियो तो अधिकार प्राप्त याव लागि गुल्न महिला पे सही जुया दिला विभिन्न राजनीतिक उपलब्धियों लागि वो अधिकार प्राप्त यो लागि वेकपी सक्छना छकलुमंका हार्दिक समवेदना व्यक्त गर्न छना वतेन जो ठुली 33% महिला अधिकार स्थापित याव लागि तस्को आन्दोलन याना बन्दुक लोना बम खना मग्यासी जेल तोरेना गोली महिला सशक्तिकरण यो लागि अधिकार स्थापित या मार्या लना जपे सकल अधिकार क्रमियो यता पिन्तन सम्मान याना छन लना बिदा जिना बिना छना सहकारी yana ibu yela mana pani to ini hasil audio itu tuh ambassador chief Bezu Ronisha Mahorjan bes अब हामी राष्ट्रिय गानको सम्मानतर्फ लाग्नेछौँ। हामीलाई विश्वास छ कि ईश्वरमा आस्था मनुष्य जीवनलाई सार्थकता एवं उद्देश्य प्रदान गर्दछ। कि मनुष्यको बन्धुत्व भावना
राष्ट्रहरूको प्रभुसत्तादेखि सर्वोपरि छ कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यवसायिक स्वतन्त्रताद्वारा हुन सक्दछ कि कस्तो अवस्था थियो बताउने त्यो महिलाहरू देखिएपछि बेलुका घरमा पुग्नु भएन त्यहाँ तपाईँहरू स्वेटर बुन्न जानुभएको गएको कि तिमीहरू टिभीमा देखिनु भएको भनेर ल कस्तो अवस्था थियो मैले सहयोग गर्ने नजाने 20-20 गर्ने महिलालाई पनि सिकाएको यसरी गर्दा हस् त आज यस देशले यत्रो मौका दिनुभएकोमा देशलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु यतिका मित्रहरूको अगाडि बोल्न पाएँ यहाँ सबैलाई एकैचोटि नमस्कार भन्न पनि चाहन्छु जननी जन्मभूमि स्वर्गादपि गरिएछि यो राष्ट्रलाई हामीले कसरी स्वर्ग जस्तो बनाउने त्यो एउटा हामीले सबैले अगाडि सोच्नु पर्ने हो साह्रै कपाइनु र मेरो कामको सुरुवात मेरा सन्तान चारैजनाले एसएससी पास गरेपछि मेरो श्रीमानको कमाइ त्यति बेलाको ट्रेसरीको अनुसार उहाँको कमाइले एसएससीमा छोराछोरीलाई पढाउन नसकेर अब के गर्ने भनेर बसेको बेलामा यो दैवको वरदान भन्छु म चाहिँ लुगा सिक्नु जाने थियो एक जोर बच्चाको लुगा सेयर हेरेर बजारमा बेच्नु पर्ने हुन्छ कि हुन्न भनेर सुरु गरेँ पहिलो कार्यक्रम होला जसमा कार्यक्रमको चिफ गेस्ट भदैनी अनि फुपूले चाहिँ सम्मान लिँदै हुनुहुन्छ म चाहिँ आफै सरप्राइज भएको कि मैले मेरो फुपूलाई यहाँ आएर एकैचोटि देखेको होइन मलाई थाहा पनि थिएन कि फुपूलाई सम्मान गर्दै होइसिन्छ भन्ने कुरा मलाई थाहा पनि थिएन म एकदमै खुसी लाग्यो किनभने जुन ठाउँबाट चाहिँ हामी आयौँ हाम्रो थापासी घर यो काठमाडौँ हुँदाहुँदै पनि त्यहाँनिर रूढिवादी भएको ठाउँ त्यहाँनिर सोसाइटी एकदमै कन्जर्भेटिभ भएको ठाउँ त्यहाँनिर चाहिँ एकदम लोकल बस्ने ठाउँ जहाँनिर चाहिँ छोरी घरबाट निस्किनु भनेको ठुलो कुरा हो सो म चाहिँ कुन कुरामा भाग्यमानी भने मेरो फुपूहरूले पहिला नै ट्रेन चेन्ज गर्ने सक्सेस थियो त्यही भएर मलाई चाहिँ एकदमै धेरै सजिलो भयो अगाडि बढ्नको लागि सो यही स्टेजबाट म फुपूलाई पनि विशेष धन्यवाद पहिला नै फुपूले एउटा जेनेरेसनलाई चाहिँ अगाडि बढाइसक्छ थियो त्यो भएको भएर मलाई एकदमै सजिलो भयो र थ्याङ्क यू काठमाडौँ लेडिज एसएस परिवार अध्यक्षज्यूलाई पनि आज एउटै मञ्चमा फुपू र पदवीलाई सँगै उपाइदिनु भएको भएर विशेष धन्यवाद पनि दोजोलोपा नमस्ते हनिवामी सकल दाजुगिजा तथा क्याम्पिन त 8औं विशेष नारी दिवस महिला दिवस विश्व नारी दिवस लस्ता येलो महानगरपालिका 16 वडा वो छिटो ठाउँ रोटरी क्लब हिमालयन पाटनिया संयुक्त गोसाले थन सुलिम है थन रत्नेश्वर महादेव परिसर चाहिँ छौ नारी दिवस यो लागि नारी त्यसमा उत्पादित सरसामग्री बिक्री वितरण अहिले ओपन माइक त्यहाँ नारी टेउ ट्यालेन्ट सो अहिले फेस आर्ट निसे कया ठन नेवा परिकार नदु नेवा खाना विभिन्न ठन नेपु इन्भाइरोमेन्ट अझ भजन कार्यक्रम न बनिदनी ठो छौ चाहिँ छिउ चाहिँ फर्स्ट ठो सिग्नेचर प्रोग्राम कठ चाहिँ ठो फर्स्ट सुरुवात जोडु येलो महानगरपालिका 16 वडा वो आछेसा चाहिँ ठो रोटरी क्लब हिमालयन पाटन नापा सहकारी यनो कार्यक्रम जुल आठो
कार्यक्रम ठाउँ चाहिँ मुपाछी हनिममा येलो महानगरपालिका उपमेयर मन्दिर साकेत बजाचार्यज्यू न थन जाट्याउँदु मिस नेवा नवेट्याउँदु वो ठाउँ चाहिँ ठो कार्यक्रम त फेरि त विशेष या किसिममा चाहिँ प्रचार प्रसार हिसाबमा न फेरि व्यापकता बिउडु यद्यपि ठो सुरुवात ख तर ठो सुरुवात चाहिँ चिज निरन्तर हरेक वर्ष ठो ठा चाहिँ एकदमै बानो ठा पर्यटक वयु मेन लो ठो जो कारण पान ढुगा गाउँ या फुटी चाहिँ दाया कठा ठन ठो सुलिमो जुल सुलिमो पल्खो पाउनला छि ठो पिम्बाल पोखरी हान पचक पाउनला थियो चाहिँ ढौगल बजार डौबाल वै नमस्ते जिगु नाम पलिसा साक्य जी चाहिँ केमिकल इन्जिनियर ख अहिले ठाउँ जिगु नारी दिवस प्रोजेक्ट कोअर्डिनेटर न अहिले जिपिन त थो प्रोग्रामले वार्ड नम्बर 16 न चाहिँ सिके सहयोग आउडु अहिले थो प्रोग्राम जिपी रोड ट्र्याक क्लब अफ हिमालय पाटन जी चाहिँ उके यु प्रोफेसनल डेभलपमेन्ट चेयर व इन्जिनियर्स विदाउट बोर्डर्स नेपाल उके यु चाहिँ जी प्रोग्राम अफिसर छिपी न्यू अर्गनाइजेसन व वार्ड नम्बर 16 मिलेजिया जिपिन छ थो ग्रान्ड इन्टरनेसनल वुमेन्स डे सेलिब्रेसन या थो प्रोग्राम या नुडु 8 मार्च वुमेन्स डे त जिपिया वुमेन पीस सेलिब्रेट या इपिन यु ट्यालेन्ट त सेलिब्रेट या अहिले वुमेन इम्पावरमेन्ट यो लागि न थो प्रोग्राम या नुख जिपिन्छ अहिले 2 बजे 2:30 बजे टी जिपिन ओपन माइक सुरुजी ओपन माइक चाहिँ मनुट वया स्टेज पर्फर्मेन्स है अहिले उके यो थीम न वुमेन इम्पावरमेन्ट ख मनुपी वया वुमेन इम्पावरमेन्ट स्पीचहरू पोएट्री अहिले स्टोरी टेलिङ व म्युजिक पर्फर्मेन्स न दै ललितपुर महानगरपालिकामा उपस्थित भएका वरिष्ठ हाम्रो हामीले उद्यमी महिलाहरूको तथ्याङ्क पनि सङ्कलन गरिसकेका छौँ। उहाँलाई विभिन्न किसिमको आवश्यक आधारभूतदेखि लिएर एडभान्ससम्मको हामीले उहाँहरूको उद्यमीलाई अझ प्रवर्धन गर्नको लागि तालिमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। अब डिजिटल एप पनि छिटो हामीले विकास गरेर सञ्चालनमा ल्याउँदैछौँ। जसरी हुन्छ यहाँलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएर यहाँको उद्यमशीलता यहाँको क्षमतालाई बजार दिनको लागि पनि हामी तयार छौँ। त्यसकारण महिला दिदीबहिनीहरू अब समानको कुरा गरेर घरभित्र बसेर अधिकार खोज्ने होइन। अब ठुलो चौकभित्र बसेर मात्रै मलाई सम्मान भएन भनेर खोज्ने होइन। त्यसको लागि सबभन्दा पहिला आफूले पाइला सर्न जरुरी छ। त्यसको लागि सबभन्दा पहिला आफ्नो क्यापेबल हुन जरुरी छ। त्यसको लागि तपाईँहरू उभिनुहोस्, अगाडि बढ्नुहोस्, काँधमा काँध मिलाउन तपाईँलाई साथ दिनको लागि ललितपुर महानगरपालिका सदैव यहाँहरूको साथ रहेको कुरा पनि म हार्दिक आग्रह गर्न चाहन्छु। र फेरि एकचोटि अब हामी हरेक कुराको अधिकार हरेक कुराको समानताको लागि आफूले पनि दिन सकौँ, हामी दिन सक्ने बनाउने लक्ष्यमा हामी छौँ। महिलाहरू माग्ने मात्र होइन, महिलाहरू अब दिन सक्छौँ, हामी उद्यमी दिन सक्छौँ, हामी रोजगार दिन सक्छौँ, हामी महिलाहरूको सम्पत्तिको कुरा गर्छौँ। अब महिलाबाटै सुरु गरौँ, आफ्नो छोरीलाई बुहारीलाई सम्पत्ति दिने काममा हामी आफूबाट सुरुवात गरौँ। त्यसपछि महिला हामीले अरूबाट अपेक्षा गर्न मिल्छ। त्यसकारण महिला उदार छ, महिला करुणाको प्रतिमा हो भनेर हाम्रो जुन रूपले महिलालाई चाहिँ एउटा शब्दले सुसज्जित गरिएको छ ती कुराको उदाहरणले भन्न अब सम्पूर्ण महिलाहरू तयार रहनुहोस् भन्ने कुराको पनि म सन्देश यहाँहरूको माझमा दिँदै सम्पूर्ण महिलाहरू हामी सम्पूर्ण मानवले योग्य हुनको लागि सक्षम हुनको लागि जन्मेका हौँ। त्यसकारण आफूलाई औल्याउनुहोस्, आफ्नो स्वभाव आफ्नो व्यवहार आफ्नो स्वधर्म कहाँनिर छ, कहाँनिर खस्किरहेछौँ, कहाँनिर मेरो चाहिँ मेहनत पुगेको छैन, कहाँनिर मेरो क्षमतालाई निखार्न पुगेको छैन, त्यसलाई मूल्याङ्कन गरेर आफूलाई सक्षम बनाउन आत्मनिर्भर बनाउनतिर लागौँ। धेरै वडाहरूमा उद्यमशील महिलाहरू उत्पादन भएको व्यवसाय उत्पादन भएको धेरै चाहिँ अहिले उत्पादन भएको अवस्था देखिएको छ। हामीले हिजो अस्ति मात्र हेऱ्यौँ भने वडा नम्बर 13 भयो, वडा नम्बर 5 भयो, वडा नम्बर 8 भयो, धेरै वडाहरूमा ती वडा सञ्जाल वडा स्तरीय महिला सञ्जालहरूले आफ्नै वडामा ती महिलाहरूले उत्पादन गरिएका सामानहरू बिक्रीको लागि उहाँले चाहिँ पसल खोलेको अवस्था पनि देखिएको छ। त्यस कारणले गर्दाखेरि
अब चाहिँ रिजल्ट देखिएको अवस्था आएको छ र अहिले हामीले हेऱ्यौँ भने गैरपुर महानगरपालिकाले आफैले पनि वडाहरूमा विभिन्न वडाहरूमा कार्यक्रम गरिरहेको अवस्था देखिएको छ र विशेष गरेर आर्थिक रूपमा सबलीकरणको लागि उद्यमशीलता प्रबन्धनको लागि हामीले हस्तकलाहरू प्रबन्धनको लागि धेरै तालिमहरू दिइरहेको छ र भर्खरै उमेश सरले भन्नुभएको जस्तै धेरै महिलाहरूमा ती गुणहरू छन्, ती उद्यमीहरू छन्, तर बाहिर निस्केर आफैले उत्पादन गरेर बिक्री वितरण गर्ने स्थलहरू नपाएर उहाँले चाहिँ आफूमा भएका उद्यमीहरू उद्यमशीलता बाहिर प्रस्तुतीकरण चाहिँ गर्न सकेको अवस्था देखिएको छैन। र यसरी नै हामीले उद्यमशील मेला मात्र नभएर हामीले हरेक वडामा ती हामीले पसलहरू राखेर जान सक्यौँ भने महानगरपालिकाभित्र रहेका महिलाहरूले उत्पादन गरेका ती सामानहरू बिक्री वितरणको लागि चाहिँ हामीले राख्न सक्छौँ र बजारीकरण गर्न सक्ने पनि हामी हुन्छौँ। सर्वप्रथम त महिला दिवसको शुभकामना। महिला दिवस भन्दै गर्दाखेरि के कुरा मैले गलत बोल्न सक्छु होला, त्यसको लागि चाहिँ मैले पहिल्यै माफी मागेँ। माफी यो अर्थमा कि नेपालको इतिहासमा हेर्ने हो भने अघि तपाईँले देख्नुभयो होला, कुमारी नाच्दै गर्दाखेरि पहिलो शब्द नै शक्ति र उहाँलाई चाहिँ पूजनीयको रूपमा राखिरहेछ। नेपालको इतिहासमा एउटा हाम्रो इतिहासमा पल्टाएर हेर्ने हो भने महिलालाई शक्ति र पूजनीय रूपमा पूजा गरिरहेको अवस्थामा चाहिँ नि हामी यहाँसम्म आइपुगेका छौँ। तर राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिले गर्दाखेरि चाहिँ मलाई कसो कहीँ लाग्छ कि यो महिला चाहिँ नि अलिकति उत्प्रेरणामा परेको वा चाहिँ पिछडिएको यो दिवसले चाहिँ नि महिलाहरू साँच्चै पिछडिएको हो कि भन्ने चाहिँ मलाई फिल हुन्छ। तर इतिहास पल्टाउनुहोस्, हाम्रो रीतिरिवाज संस्कृति हाम्रो चाहिँ नि हरेक पूजापाठ वा चाहिँ नि इतिहासमा हरेक यस्ता क्रियाकलापहरू छन् जसले चाहिँ नि महिलालाई चाहिँ एउटा शक्तिको रूपमा र सबैभन्दा माथि राखेको नै हामी देख्छौँ। र हाम्रो घर परिवारमा र हामीले पहिलादेखि भन्दै आएका छौँ, एउटा महिला बिनाको संसार र हरेक पुरुषको सफलतामा पनि महिलाको नै हात हुन्छ भनेर चाहिँ हामी सुन्दै पनि आएका छौँ। यो तथ्य पनि हो।